मिस्टर अमेरिकामा पुरै तामा भात्दै हुनुहुन्छ तामाको एक्सपिरियन्स ल कस्तो भइरहेछ त सबसे तल भात्नुपर्छ कि ल गुड ओ त्यो पनि भाच्नु न त्यो पनि त्यो त यो त तिमीले ल ल ल मनिष सर प्लिज उसले त बिगारी सकिने हेर्नु न त्यो त्यति छोड्दै हुन्छ त्यो चाहिँ त्यसको सक्यो गरे माथि हुन्छ के बोल्न पाइयो जे पनि बोल्न पाइयो यसको खाने चिज चाहिँ यहाँनिर माथि हुन्छ कि खास त्यो तलको चाहिँ काम छैन ल ठिक छ त्यसो भए मैले ठिकै ठाउँमा गरेँ चाहिँ यहाँ एकदमै धेरै तामा पाइँदो रहेछ होइन अमेरिकामा फर्स्ट टाइम हामी एकदम एकदम एक्साइटेड तामा पिकिङ सबै गर्ने हो सबै एकदमै अब त्यसले पनि जानु ल म भिडियो बनाइदिन्छु ल एजी जति चाहिँ हामीले एक बरै भएछ नि ओ ल द्याट्स गुड यहाँ भरिको सब तामा हामीले उखाली भ्यायौँ दादा पुरै बाँस काट्दै हुनुहुन्छ ल बोक्नु त एकचोटि च्यातेला नि च्यातिन्न के हुँदैन यस्तो इजिली पाउँछ हाम्रोमा त बाँसको तामा खाने भए सम्पर्क गर्नु होला अरे गाजर ए भाँच्यो है एकपल्ट त्यति राम्रो भएन तर पनि अब यति धेरै छ धेरै माया गरेर हुँदैन यसरी नै हो पनि हुन्छ हाम्रोमा यो यहाँ काले यहाँ त्यो रामेनमा यो हाल्ने भन्यो भने अनि त्यो बेबी सुटहरू त्यो अप्सनमा हुन्थ्यो के हो भाउजू त्यो अमिलो बनाउनुलाई चाहिँ यो तलको मात्रै राख्नुपर्छ अनि छिटोको चाहिँ हेरे यस्तो हुन्छ नि यो चाहिँ फालेको राम्रो एक्सपर्टलाई अहिले यो सेकेन्ड लेयर काट्नुपर्छ यो फर्स्ट लेयर हो फर्स्ट लेयर सेकेन्डमा चाहिँ हामीले फेरि यसलाई सानो सानो टुक्रा बनाएर अनि यो त्यत्तिकै खायो भने चाहिँ कसलाई कसलाई हेल्थमा इस्युहरू ज्वरो आउने हुन्छ अरे त्यही भएर यसलाई हामीले उसिन्छौँ पहिला अनि त्यसपछि फ्राई गर्छौँ भए चाहिँ फ्राई गरेर राख्ने फ्राई त होइन त्यसपछि त डिप फ्रिजमा त त्यत्तिकै राख्ने खाने बेलामा फ्राई गर्ने पानीमा राख्ने त्यो गर्ने तर मिठो त नेपालको अमिलाकै हुन्छ है अमिलाको मनपर्छ होला त्यसो भए अलिकति यति अमिलामा नेपालको यस्तो साह्रो चाहिन्छ क्या अमिलामा चाहिँ अहिले लाग्छ तर नेपालको त बास नै छुट्टै हुन्छ है यो त निकालो बाँस त्यही हो तामाको तरकारी रेडी बनाइदिन्छु एकदमै हामीले अघि यति बोराभरि बोकेको तामै Getting for help, baby like that. What are you getting, baby? Let's get something, Nana. You also get something from there. जाऊ त बेबी हो जस्तो फेरि उता जान्छ डेन्जर भइसक्यो बेबी हो आजकल यो त अलिक छिटोकै रहेछ है हाल्नै पर्यो ल हुँदा हुँदा हामीले चाहिँ एक भारी तामा ल्याएर ल्यायो होइन एक भारी नै थियो अहिले ज्वाइँले बोक्नु भएको छ हामी अघिको तामालाई अब पिस गरेर यसलाई बोइल गर्नलाई चाहिँ यसरी पिस गर्दैछौँ यो चाहिँ हाम्रो भाउजूको एकदम सिक्रेट रेसिपी हो त्यो रेसिपी चाहिँ हामी सेयर गर्दैनौँ कपिराइट लागेको छैन रेसिपी पब्लिक भयो भने चाहिँ अलिक गाह्रो पर्छ त्यही भएर जस्ट
हामी यसलाई बोइल गर्छौँ अनि यसको अचार अनि त्यसपछि के भन्छ अरे अमिलो बनाउने अमिलो यत्तिकै खाने फ्रेस अचार सबैजना खान्छ एकदम बिगारेको भएर मलाई डर लागेको छ अचारै बनाउने भएपछि त अलिकति ठिक हो यस्तो बट्टामा राखेर यति जति भएको थियो अस्तिको अनि अलिकति फ्रोजन गरेको छौँ जिपलक ब्यागमा प्याक गरेर यो चाहिँ अचार राखेको अनि यो पनि अलिकति अमिलो बनाएर खानलाई राखेको थ्याङ्क यू फर वाचिङ किप लभिङ लभ यु अल बाई